यति गर्दा गर्दा हल्का टमेटो पनि हालेँ, एक पिस टमेटोलाई चाहिँ मसिनो चप गरेर चाहिँ यसलाई मजाले हालेँ होइन। चट्ट लगाएर यसलाई चाहिँ चिटिक्क पारेर अन्डा पनि हालेँ। त्यतिकै गर्दा चाहिँ मैले पानी पनि हालिदिएँ। सो हे गाइज, म मिस्टर शक्ति मगर फेरि पनि आइसक्यो मिनी ब्लग लिएर। र आज चाहिँ घरमा बसेर दिउँसो मजाले बसिरहेको थिएँ, भोक लाग्यो। त्यही भएर चाहिँ बुढीले चाउचाउ खाऊँ नि त भन्न लाग्यो होइन। त्यही भएर मैले चाहिँ 2वटा चाउचाउ र एउटा अन्डा लिएर आएँ पसलदेखि। चट्ट लगाएर मैले चाहिँ यो चाउचाउले खोलेर प्लेटमा राख्दैछु। यसरी चाहिँ चट्ट मजाले बनाएर खान पर्छ होइन। धेरै भयो चाउचाउ र अन्डा नखाएको पनि। त्यही भएर यति गर्दै मैले चाहिँ यता अन्डालाई चाहिँ चट्ट तेल फ्राई गरेर मजाले अन्डालाई फ्राई गर्न आँटिसकेँ यतातिर होइन। मजाले यसलाई चाहिँ चलाएर मजाले यसलाई पकाउनु पर्ने हुन्छ एकछिनसम्म मजाले। यसलाई चाहिँ हल्का हाल्न चाहिँ त्यतिकै पनि हाल्न सकिन्छ, तर त्यसको पुरा कुटुकुटु हुन्छ नि त, त्यही भएर नहालेको हो। यति गर्दा मैले चाहिँ प्याज हालेर सबै प्याजहरू अनि खुर्सानी अलिकता लसुनलाई पनि हालेर चट्ट बनाउन आँटिसकेँ मैले। यसलाई फ्राई गरेँ हल्का। यसलाई चाहिँ चट्ट बनाएर चट्ट अलि तेल कमर परेर छ, त्यही भएर तेल थपेँ मैले अलिकति होइन। यसले मजाले पर भुटेर हल्का गोल्डन कलर निकालेर त्यतिकैमा मैले बेसार र नुन हालेर हल्का मजाले अनि जिरा पाउडर धनियाँ पाउडर हालेर मैले चाहिँ मजाले हलाएँ अलिकति। यति गर्दा हल्का टमेटो पनि हालेँ, एक पिस टमेटोलाई चाहिँ मसिनो चप गरेर चाहिँ यसलाई मजाले हालेँ होइन। चट्ट लगाएर यसलाई चाहिँ चिटिक्क पारेर अन्डा पनि हालेँ। त्यतिकै गर्दा चाहिँ मैले पानी पनि हालिदिएँ अनि उपरबाट चाउचाउ हालिदिएँ होइन उम्लिसकेपछि। अनि यो चाहिँ हाम्रो सुप हो चाउचाउको सुप पनि चट्ट फोरेर मैले चटक्क हालिदिइसकेँ होइन। चटक्क लगाएर यति हालिसकेपछि मैले चाहिँ धनियाँ र स्प्रिङ अनियनको पात माथिबाट चटक्क छर्रेँ। यति गर्दा मैले पकाएर सकेँ। अनि बाबु बुढीलाई मलाई गएर 3 ठाउँमा मैले मजाले ज्याम हाल्न लाएँ। अनि बुढीले यता चेक गर्न लाएँ। बुढीलाई चाहिँ एकदमै मजा आयो, मजाले बसेर खाइरहेछन्। अनि बाबु चाहिँ यता मजाले फिल्म हेर्दै मजाले कुर्सीमा बसेर आनन्द सोफामा मजाले हेरेछन्। अनि मैले चाहिँ मजाले लिएर चट्ट 1-2 जनाका लगाएको एकदमै मजा आयो। आजको भिडियो चाहिँ यतिकै भयो। भेटौँला नेक्स्ट भिडियोमा। बाइ बाइ साथीहरू।